सो गाइस दिस इज द डे 4 है। अहिले चाहिँ हामी अप्पर मुस्ताङको लोमानथाङनिर छौँ अनि अहिले चाहिँ बिहानको 5 बजिरहेछ अनि अहिले चाहिँ हामी होटेलमा हाम्रो पुरै ब्यागहरू राखेर के अरे कोरोला बोर्डरसम्म जाँदैछौँ है, चाइना बोर्डर। यहाँ चाहिँ टेम्परेचर 0 देखाएको छ, -1 हुन्छ भनेर माथि देखाएको छ। लेट्स सी, एकदमै चिसो छ अनि बाइक पनि रातभरि बाहिर राखेको अनि चिसो भएर बसेछ होला। अनि हिजो मैले मिरर पनि निकाल्दै छु दुईवटा है, दामी देखिरहेको छ देख्न। लेट्स सी स्टार्ट हुन्छ कि नै। एफआई त चलिरहेछ है, साउन्ड सुन्नुभयो होला। यस्तो चिसो भएर बसेछ कि ल 1 2 3 को स्टार्ट भइहाल्छ नि। 1 ट्याप स्टार्ट हो नि त फेरि। बाइक चाहिँ धोजु भएको छ है पुरै। सब हल्दैछ यिनीहरू, यो चाहिँ हल्दैछ पुरै। नट गयो जस्तो छ। हातहरू पुरै ठिरा छ है, यस्तो चिसो छ बिहान। अब हामी कोरोला बोर्डर चाहिँ 1 घन्टा जति लाग्छ होला है। अनि त्यहाँ अब हेरौँ के कस्तो छ। अब त्यहाँ एल्टिट्युड सिकनेस पनि हुन्छ है। अब प्रायः मान्छेहरूलाई, अहिलेसम्म त हामीलाई त्यस्तो केही इफेक्ट त भएको छैन। बेसी अब माथि जान्छौँ है अनि टक्क बोर्डरसम्म पुग्छौँ, फर्केर आउँछौँ यहीँ। अनि त्यसपछि हामी यहाँ होटेलमा खाना खाएर हामी तल झर्छौँ है। अनि तलको भ्लगहरू चाहिँ आउँदैन होला अब चाहिँ है, किनभने सेम बाटो हो नि त। यहाँको बाटोको भ्लग सबै बनाइसकेको छ। अब जाँदाखेरि त सेम रुट हुन्छ, सेम रुट त किन बनाउनु भ्लग है। त्यही भएर अब खै हाम्रो अब मेन टार्गेट भनेको चाहिँ आजको चाहिँ माथि बोर्डरसम्म पुगेर अनि डाइरेक्ट ननस्टप के अरे कुस्मा रिजोर्टसम्म पुग्ने छ है। किनभने कुस्मामा चाहिँ हामी बन्जी जम्प गर्दैछौँ। वर्ल्डको 2nd हाइएस्ट बन्जी जम्प छ है नेपालमा। अनि त्यही हो, अब कुस्मासम्म पुग्दाखेरि चाहिँ बेलुकै हुन्छ। सो हामी त्यहीँ बस्छौँ बेलुका। अनि त्यसपछि भोलि बिहान चाहिँ बन्जी हानेर पोखरा झर्छौँ। अनि बाइक चाहिँ फर्स्ट स्टार्ट गराएछ भने चाहिँ एकछिन 5-10 मिनट चाहिँ अन गर्नुपर्छ है। इन्जिन तल बसिरहेको हुन्छ नि त चिसोले। अनि एकैचोटि वहाँ बटाऱ्यो भने त्यो मोबिल माथिसम्म पुगेको हुँदैन नि त। त्यही भएर ठिक छ ल। यस्तो चिसो छ गाइज। जम्मै त तर यहाँ ऐना बिना त क्या औडा लाग्ने के। ल घाम पनि दामी लागिरहेछ है। अब हामी जान्छौँ। गाइस हामी चाहिँ निस्केको है। अब यताको भिलेज यस्तै छ, घाम पनि लागिरहेछ मजाले। दामी भएको छ वेदर चाहिँ। अच्छु यस्तो चिसो छ नि, हात त आमामामा त्यो हिउँतिरै गएको जस्तो कि। त्यस्तो चिसो छ भने एटलिस्ट घाम चाहिँ लागिरहेछ है, अलिअलि न्यानो भइरहेछ। त चिसोले त डेन्जर हान्छ, खुट्टातिर डेन्जर चिसो लागेछ। अच्छु। अनि हिजो अस्तिको भ्लगमा चाहिँ मैले माइक हेलमेट राखेको थियो अनि एकदमै ठुलो स्वर आएछ कि। किनभने अब माइक चाहिँ मेरो मुखकै अगाडि थियो नि त हेलमेटमा। अनि मेरो भोइस चाहिँ एकदमै ठुलो आएछ अनि राम्रो आएन छ। त्यही पनि अब ठिकै छ भनौँ न, नहुनुभन्दा केही कुरा भएको राम्रो।
त्यही हो अब यहाँबाट कति 1 घन्टा जति लाग्छ है माथि चिसो एकदमै चिसो छ जस्तो छ बाटो त्यस्तै छ कता तल हो कि माथि तल अनि लमनथाङ आएपछि चाहिँ मान्छेहरूलाई सोध्नु है बाटो थाहा छैन भने किनभने बाटोको लास्टै कन्फ्युजन छ यता जताबाट नि निस्किन्छ कि फेरि कन्फ्युज भएर अर्कोतिर गएला अनि टाइम पनि वेस्ट दुःख पनि हुन्छ अप्ठ्यारो बाटो छ सबै बाटो त्यस्तै यहाँ त यस्तो छ है भ्यू मर्निङ भ्यू चाहिँ माथि माथि हिमाल टक्क यस्तो चिसो भइरहेको छ आम्मामा के भन्नु लगाइ त अब अहिले मासतिर गएर भेटौँला है त लास्टै चिसो भएर अच्छु बाटो चाहिँ यस्तै हो कागबेनीदेखि चाहिँ बाटो पिच बाटो एक्सपेक्ट नगरे नि हुन्छ है अप्पर मुस्ताङ आउँदै हुनु छ नि सबै यस्तो ढुङ्गै ढुङ्गा हुनु त अब मुस्ताङै ढुङ्गाको हो पाहाडले बनेको ढुङ्गाको अनि ढुङ्गै ढुङ्गा मात्रै भेट्नुहुन्छ पिच बाटो चाहिँ सम्झिने है त मुस्ताङ आउँदैछ भने चाहिँ के सुरुवातमै यस्तो छ यार आमामा हात त मेरो औँलाहरू फिलै भएको छैन यार त्यस्तो चिसो हाइट सर गइन्छ स्याट लगाएर अरे बिहानै प्रेसर पराएछ बाइकलाई नि उकालो उकालो ए आमा ठाडै उकालो छ त्यहाँ स्टार्टिङमै यस्तो उकालो छ यार चढ चढै बाटो चढै कुद आमा ठैट थकाइदियो यार अहिले चाहिँ यस्तो ठाउँमा आइपुग्यौँ है हामी पुरै मिडल अफ नोवेयर भन्छ नि यसलाई भन्छ कि न घर छ न जङ्गल रुख छ न मान्छे छ यस्तो छ पुरै हामी जाँदैछौँ बेडा बाटो छोडिदिने हो कि बिचरा डरायो क्या ल सरी कति धेरै यार यता पाउने भनेकै भेडा मात्रै हो गाई भैँसीहरू त पाउँदैन यस्तै छ त है गाइज मर्निङ भ्यू है अनि अहिलेको रुटिनै मेरो यस्तो बिग्रिरहेको छ न निन्द्रा पुगेको छ राम्रोसँग बिहान 5 बजे उठेछ अनि बाइक चलाएको छ ट्राभल गरेछ लामो बाटो गाह्रो छ नि ट्राभल गर्न इज नट इजी है त्यही माथि अप्पर मुस्ताङ इजी छैन सोचे जस्तो छैन है अलिकति गाह्रै छ अलिकति माइन्ड प्रिपेयर भएर फिजिकल सबै कुरा प्रिपेयर भएर आउनुपर्छ
आज चाहिँ 4000 माथि आज त 4000 भन्दा माथि होला धेरै माथि आइसक्यो यार सी लेभल भन्दा त कहाँ हो कहाँ कहिलेकाहीँ त यस्तो हेर्नुपर्छ हिमाल त यहीँ नजिक देख्छ अलिकति अगाडि गयो भने त हिमालै चढ्नु मिल्छ कि के हो हिमाल भाटै पुग्छ कि के हो जस्तो लाग्ने क्या त्यस्तो नजिक छ हिमाल बाटो यस्तै हो गाइस खाङराङ गुडुङ खाङराङ फुडुङ आन्ध्र भुँडी हल्लिसक्यो यहाँ सो गाइस अब हजुरहरूलाई केप अप्पर मुस्ताङको त्यो केपहरू छ नि त्यो जानु मन छ नि यहाँबाट जानुपर्छ है ठ्याक्कै राइटतिर अनि गोप्रोमा देखाएको छ कि छैन यता भित्रतिर त्यो माथिको चाहिँ त्यही हो केप चाहिँ अब हामी चाहिँ जान्छ कि जान्न थाहा छैन है हामीसँग टाइम त्यति छैन अनि खासै त्यो केपमा नि खासै त केही छैन कि पहिलाको पुर्खाको मान्छेहरूले त्यो सानो सानो केपभित्र बसेर अनि एट्याक गर्थ्यो अरे अनि आफू जुगाएर गर्थ्यो अरे कि त्यहाँनिर बसेर लुकेर बस्थ्यो अरे भनौँ न त्यो सानो केपभित्र अनि त्यसलाई चाहिँ अहिले म्युजियम बनाएको छ अब यहाँबाट चाहिँ कोरोला बोर्डर ठ्याक्कै 8-10 किलोमिटर जति होला पर आइपुग्न लागेको भनौँ न अनि त्यहाँ गएर फोटोसोटो खिच्छौँ एकछिन अनि फर्किन्छौँ यता दामी छ बाटो चाहिँ यहाँसम्म ठिकै छ अहिले अफ रोड हो तर त्यस्तो उफार्ने खालको छैन क्या यतिको त ठिकै छ सो गाइस अहिले चाहिँ हामी चाइना बोर्डर आइसक्यौँ है अनि कोरोला बोर्डर भनेको चाहिँ हो यु क्यान सी राइट त्यहाँनिर हाम्रो नेपालको पिलर पनि छ अनि हजुरहरूले देख्नु भएको पछाडिको चाहिँ चाइना बोर्डर है अनि हामी चाहिँ नेपाल साइडमा छौँ यहाँबाट भ्यू पनि दामी देखिरहेको छ है अनि यहाँ चाहिँ तल 15 किलोमिटर अगाडि चाहिँ चेकपोस्ट छ है त्यहाँनिर चाहिँ अनि त्यहाँ चाहिँ गोप्रोहरू ड्रोनहरू चाहिँ अलाउड छैन रहेछ त्यही भएर त्यहाँदेखि चाहिँ भिडियो बनाउनु पाएन अनि डाइरेक्ट यहाँ आएपछि चाहिँ अनि भिडियो बनाउँदैछु है अनि अघि हामी तातो पानीहरू खायो कफीहरू खायो है अनि वेदर एकदमै चिसो छ है लास्टै अनि त्यही हो एकदमै यहाँ चाहिँ हाई अल्टिट्युड सिकनेस लाग्दछ अलिकति हिँड्यो भने अनि अलिक धेरै बोल्यो भने स्यास्या हुनुहुन्छ क्या सासै नहुँदाखेरि गाह्रो गइरहेको त्यही अब हामी यसो फोटोसोटो खिच्छौँ यहाँनिर है भिडियोहरू खिच्छौँ अनि त्यसपछि हामी फेरि लोमन्ताङ जान्छौँ अनि त्यहाँ खाना खान्छौँ यता गाइस अब थोरै सिनेमेटिकहरू हुँदा यहाँनिर अलिकति यसको अहिले चाहिँ हामी माथिबाट फर्क्यौँ है अहिले चाहिँ हामी मिडल अफ नो वेयर यस्तो ठाउँमा बसेको छौँ है पुरै अनि त्यहाँ चाहिँ चाइना बोर्डर यस्तो 360 भ्यू अब चाहिँ हामी लोमन्थाङ जान्छौँ तल 15 किलोमिटर छ अनि खानासाना खाएर अनि हामी तल झर्छौँ है त Alright guys, see you in लोमन्थाङ अब एकछिनमा यसको अनि गाइज हामीले चाहिँ चाइनाबाट केही सामान लिएको छ है अनि त्यहाँ कफी खाएको थियो नि त त्यो दामी लागेको थियो
अनि दुईटा कफी दिएको छौँ अनि एउटा चाइनिज चक्लेट सबै चाइनिज प्रडक्ट हो यो यसको गाइज अहिले चाहिँ हामी माथि पुगेर आएको अनि हेर्नु नि यहाँ के भयो काँड भइहाल्यो नि त यहाँ देख्न सक्नुहुन्छ यहाँ नम्बर प्लेट होल्डर होइन यसको नटै भाँचेछ बिचौडे यसकोमा चाहिँ मैले निकालिदिएको किनभने त्यो नम्बर प्लेट बिग्रिन्छ भने नम्बर प्लेट नि कुद्छ यसको चाहिँ मैले निकालेको यस्तो छ यसको चाहिँ हुस्से थियो त त्यो बिच नटै भाँचेछ कि अनि खाँडाङ खाँडाङ आवाज आएर थियो अब यस्तै कुदाउने नम्बर प्लेट अब यस्तै निकालिदिएको छ नम्बर प्लेट नि छ पुरै लेन्टिङ हल्लिरहेको छ पुरै यो नम्बर प्लेट नि कुच्च्यो सबै भिजो भयो अब बिना नम्बर प्लेट चलाउँदा अब मार्ने हो किन मामाहरूले यस्तो देखाएको छ अब मुस्ताङ गएको अब बिग्रियो भनिदिनु पर्ला के गर्यो सोध्यो भने यस्तै छ गाइज है मुस्ताङ आउनु इजी छैन कहिले के हुन्छ धन्न बाइक चाहिँ कुदिरहेको छ अहिलेसम्म सपोर्ट दिइरहेको छ खासै त्यस्तो केही भएको छैन ल अब हामी लोमान्थाङ पुग्न बाँकी छ अझै त्यहाँ गएर भेटौँला अहिले चाहिँ हामी हाम्रो होटेलनिर आइसक्यौँ है माथि बोर्डर पुगेर आइसक्यौँ अब हामी यहाँ खाना खान्छौँ अनि त्यसपछि प्याक गरेर जान्छौँ है त ल तेल कति छ यार ल तेल आदि छ अब यहीँ तेल हाल्नु कति पर्छ प्राइस बाइकवाला त यस्तै भयो नि थैट मार्छ देख्यो नि कस्तो फोहोर देखाएको त थैट ल जाउँ अहिले चाहिँ हामी तेल हाल्दैछौँ हेलो सो गाइज अहिले चाहिँ हामी यहाँबाट निस्किन्छौँ है खानासाना खायो अनि नम्बर प्लेट यस्तरी राखेछ ब्याग राखेछ अगाडि अब जोनसोमसँग जान्छौँ यतिकै बिना नम्बर प्लेट अनि त्यहाँ गएर बनाउनुपर्छ ल गाइज अब जाँदाखेरिको त ब्लग त के बनाउनु है सेम बाटो सेम अफरोड त्यही त हो ओके अब हाम्रो यो ट्रिप चाहिँ 6 दिनको थियो 6 दिन 6 days 7 night ए 6 night 7 days को थियो अब त्यही हो अब घर जाने पालो अब घर गएर मस्त बस्नुपर्छ लास्टै गाह्रो भएछ ओके लेट्स गो त गाइज अहिले चाहिँ हामी ब्याक टु मार्फा आइसक्यौँ है लोमान्थाङबाट आज हामी यहीँ बस्छौँ है त अनि भोलि चाहिँ स्पेसल डे है त भोलि त हामी एउटा खतरनाक कुरा हुँदैछ सो भोलिको लागि स्टे ट्युन है त गाइस हामी होटेल आइसक्यौँ जाऊ